दर्शकबिन यति बेला भूमिकाले ठूलो गल्ती गरेकी छिन्। जसलाई प्रेम गरिन् उसैलाई जेल हालेकी छिन्। हुन त प्रेमीले पनि राम्रो काम गरेनन्। सायद आफ्नो भाउजूले भनेको जस्तै गरेको भए भूमिका कति धेरै ज्ञानी हुने थिइन्। बिचारी भुन्टीले बेला बेलामा सम्झाइरहन्थिन्, तपाईँ कतै टाइम पासको लागि माया लगाउनु त भएको छैन नन्द। यस्तै भन्दा भूमिकाले मैले जे गरे गर्छु भन्ने गर्थिन्। तर पछिल्लो समय भने जब प्रेमीले धोका दिए त्यसपछि भूमिकाले त्यही प्रेमीलाई जेलमा चढाउनको लागि यति बेला प्रहरी केस गरेकी छिन्। हो, भूमिकाले भने यो नै ठुलो गल्ती गरेकी छिन्। किनभने गाउँ समाजमा भूमिकाको यति बेला निकै कुरा काटिरहेका छन्। ती प्रेमीले सुरुमा त भन्दै थिए भूपेन्द्रको अगाडि, मैले उसलाई विवाह गर्छु, विवाह गरेर लिएर जान्छु, मैले जे जति गल्ती गरे त्यो स्वीकार्छु भनिरहेका थिए। सायद भूमिकाले यो सुध्रियो, अब यसले मलाई स्वीकार्छ, मेरो बेइज्जत हुनुभन्दा विवाह गर्छु भनेर एकपल्ट कमसेकम सोचेको भए कतै भूमिकाको जिन्दगी पो बन्थ्यो कि। हुन त यसरी धोका दिने मान्छेले के जिन्दगी बनाउँथ्यो भन्ने भूमिकाको पनि प्रश्न हुन सक्छ। यद्यपि जे जस्तो भए पनि भूमिकाको जिन्दगीको लागि कोही न कोही त सहारा चाहिन्छ। यति बेला भूमिकाको घरमा अरू कसै हात माग्न भनेर आएको देख्न सकिन्थ्यो। दर्शकबिन बिचारी भूमिका भने यता पीडै पीडामा थिइन्। उता गाउँको घरमा छोरी चाहियो, सानैमा केटा र केटीले मन पराएको जोडी हो, त्यसैले पनि हामी विवाह गर्नुपर्छ भनेर उता बुढा भएका आमा र बालकुमारीसँग कुराकानी गर्न आउँछन्। तर यता भूमिकाको भने हालत यस्तो रहेको हुन्छ। सायद भूमिकाको प्रेमीसँग बिछोड भएकै कारण भूमिका भने तनावमा छिन् भन्ने कुरा गाउँ घरसम्म हल्ला चल्यो भने के होला त। नचलोस् पनि कसरी, हुन त गाई गुये कुराहरू थाहा भइसकेको छ। यी तपाईँको बहिनी त यहाँ त्यो केटालाई भेट्न आइरहन्थिन्। सायद त्यो केटाको बारेमा जानकारी नलिकन किन भेट्न आए कि भनेर त्यहाँ कतिपय मान्छेहरूले भूमिकाकै अगाडि भनेका हुन्छन्। सायद भूमिकाले बेलैमा सबै प्रश्न किन नगरेको होलिन्। कसैसँग प्रेम गर्नु अगाडि उसको घर कहाँ हो, उसको नाम के हो, उसको ब्याकग्राउन्ड के हो भनेर धेरै कुरा जान्न जरुरी छ। तर भूमिकाले प्रेम त गरिन्, तर उसको बारेमा भने केही थाहा थिएन। न त ऊ कहाँ बस्छ, उसको घर के हो र उसले के काम गर्छ भन्ने कुरा थाहा पाइन्, न त उसले पढाइ कति गर्छ भन्ने थाहा पाइन्। केवल केटाले अर्काको घरमा भाडामा बसेकै भरमा यो मेरो घर हो र यही भेट्न आउनु भन्ने विश्वासका कुराहरू सबै भूमिकाले विश्वास गरिन् हो। तर आखिर त्यही कुराले गर्दा भूमिकाले दुःख पाएकी हुन् हो। यति बेला पनि भूमिकाले ठुलै गल्ती गरेकी छिन् हो। प्रेम गरिसकेपछि गर्दै नगर्नु र गरिसकेपछि उसलाई धोका दिनु पनि त्यति राम्रो होइन। हुन त प्रेमीले सजाय पाउनेछन् र सजाय पाएपछि पनि भूमिकाले विवाह गर्न सक्छिन्। यद्यपि दर्शकबिन तपाईँ भने भूमिका र उनको प्रेमीलाई के भन्नुहुन्छ?